हेलो एभ्रिवान, नमस्ते एन्ड गुड मर्निङ। फेरि अर्को भिडियो लिएर आउँदैछु। सो म चाहिँ अहिले गाउँ गर्दै छु। यस्ता घरहरू यस्तो छ है। म बाटोमा हिँड्दै भिडियो गरिरहेको छु। सो आज फेरि अर्को टिप्स एउटा लिएर आएको छु होइन। घाम एकदम चनक्क लागेको छ। म ड्युटीबाट हिँड्दै गरेको अवस्थामा चाहिँ मैले भिडियो गर्दैछु। सो तपाईँले हेरेर साथ दिनु भएको छ होइन, यसरी चाहिँ साथ दिनु होला। सो आज जाँडको टिप्स चाहिँ तपाईँहरूको कपालहरू फुल्ने अनि झर्ने समस्याहरू चाहिँ त्यसको लागि चाहिँ मैले एउटा टिप्स भन्न गइरहेको छु। म यहाँ त्यो माथि एउटा फोटो राखिदिन्छु होइन, हेरिदिनु होला। हामीलाई सबैलाई थाहा छ अम्बाको पात हाम्रो तपाईँहरूको घरमा प्रायः जस्तो घरमा हुन्छ। अम्बाको पातले त्यसमा भिटामिन हुन्छ, एबिसी टीसम्मको भिटामिन हुन्छ। कपाल झर्ने समस्या आजकल धेरैले चाहिँ के गर्छ भने हरेक खालको चाहिँ स्याम्पूहरू युज गर्ने, हरेक खालको चाहिँ प्रोडक्टहरू युज गर्ने भएकोले गर्दाखेरि कपाल झर्ने समस्या, छिट्टै फुल्ने समस्या, तनावयुक्त भएको हुन्छ नि त। त्यसमा चाहिँ फेरि अब पहिलो जमानामै फर्किने पर्ने अवस्थाहरू देखिन्छ। त्यसैले अम्बाको पातहरू चाहिँ दैनिक चाहिँ सदुपयोग गऱ्यो भने कपाल झर्ने अनि फुल्ने र कपाललाई मजबुत बनाउने, तपाईँहरूको पहिला जस्तो उम्रेको थियो नि कपालहरू त्यस्तै चुस्त दुरुस्त बनाउने मद्दत गर्छ है त। दैनिक प्रयोग गर्नाले चाहिँ तपाईँको यसको धेरै कपालको समस्याहरू समाधान गर्न सकिन्छ है। अनि अरू त त्यही हो, तपाईँहरूले सेवन गर्दै नै हुन्छ हुनु चाहिँ, तर उपयुक्त चाहिँ कपालको लागि है। त्यही भन्दै आजलाई यति नै। तर यस्तो उपयुक्त भिडियो लाग्यो भने तपाईँलाई आफैले ट्राई गर्दा हुन्छ होइन। ट्राई गरेर मलाई कमेन्ट बक्समा कमेन्ट गर्दा हुन्छ। सो यो भिडियो मन पऱ्यो भने तपाईँको आफन्त साथीभाइहरूले पनि सेयर गरिदिनु होला। यस्तो भिडियोहरू चाहिँ म लिएर आउँछु होइन। अनि तपाईँहरूको स्वास्थ्यको लागि चाहिँ जस्तो हानिकारक नहोस् भन्ने यसो मैले जानेको बुझेको चाहिँ प्रोडक्टहरू चाहिँ के हो, हाम्रो नेचुरल प्रोडक्टहरू चाहिँ के छ उपयुक्त हुने, घरमै भएर चाहिँ सदुपयोग नगरेको, त्यो थाहा नभएको त्यस्तो प्रोडक्टहरू चाहिँ त्यसलाई थाहा पाएर चाहिँ कसरी चाहिँ उपयुक्त गर्ने भन्ने खालको विषय लिएर आउँछु म जहिले पनि होइन। तपाईँहरूले अब यो मैले अब युट्युबमा नै हाल्छु होइन। मेरो सानो एउटा युट्युब च्यानल पनि छ, त्यसको लिङ्क म राखिदिन्छु, गएर यसो सब्सक्राइब पनि गरिदिनु अनि भिडियो पनि हेरिदिनु होला त। ओके, बाई बाई, ह्याप्पी गुड डे, तपाईँको दिन शुभ रहोस्। जय नेपाल।